Hey guys, good morning. Welcome to back my new vlog. Guys, finally म ड्युटीमा पुगिसकेको छु है। अनि अब हेर्नुहोस् मित अङ्कलहरू हाम्रो ड्युटीमा पनि लागिसकेको छ। अब हाम्रो पनि ड्युटी लाग्ने बेला भइसकेको छ। म नास्ता सास्ता खाएर आएँ भर्खर होइन ग्राउन्ड फ्लोरबाट। अब हेर्नु है मित अङ्कलहरू अब काम स्टार्ट गरेर रेडी भइसक्नु भएको छ। अब जाउँ हामी पनि। मेरो अब यो 22 लेभल हो, 24 लेभल पुगेर सामान तामान लिनु बाँकी छ। सामान तामान लिएर अनि फेरि 12 मा गएर होइन हाम्रो कार्पेन्टर सर्टिङ गर्नुपर्ने छ। लेट्स सी गाइस, हेरौँ यता। ए मिता अङ्कल, हाउ आर यु? यो मिक्सचर स्टार्ट भइसकेको यो कङ्क्रिट हो। अब यहाँदेखि गाइस कङ्क्रिट गर्नु बाँकी छ। ये मेरा बकेट सही सलामत रहना चाहिए। म यही बकेटको लागि आएको थिएँ। अब मेरो काम भइसक्यो। बकेट रहेछ यहीँ। बकेट नहीं हो रहा है, 12 में लेकर आइए। बकेट के 12 में लेकर आइए। एक देख ये पेंटिंग सब मार छ न, ये डोल हम 5 रुपियाँ माग भाइ लगाइज। अब जाउँ आज अब के हुन्छ होइन। दाइहरू त अगाडि आएर सामान तामान निकाल्दै होला। म त भर्खर पुगेको। म त जहिले अलिकति लेट्दै अन्त यताउति गर्नु यो त्यो गर होइन। अलिक ढिलो आएँ बानी थियो कि ठिक छ। अब के आएर पनि के गर्नु, कति काम पनि गर्नु भनेर लेट्दै। ल भन्नु है गाइस, यो चाल हेरेर तपाईँहरूलाई कस्तो लाग्दैछ, कस्तो देखिँदैछ? मतलब थाहा पाइसक्नु भयो होला। आजको मौसम एकदम रमाइलो छ। आजको मौसम मस्त हावा चल्दैछ है गाइस। ल म लेभलमा पाइप चेक गर्न आएको थिएँ। त्यो वाइरिङको पाइप किनकि डाइरेक्ट हाल्नु पर्दछ र अहिलेसम्म मलाई यहाँ भेटेको छैन। अब यहाँभन्दा तल अझै जाँदै छैन। आज के गर्छु म सबै तपाईँहरूले देखाउँछु। यो हमारा रामु भैया है, ग्राइन्डर राम्रै छ। यहाँ पङ्खा लगाएर पङ्खा खाबा खाँदै खोज्दा गरेर यो पाइपको टुक्राहरू 2टा त भेट्यो। अनि हेर्नु गाइस, यहाँ मलाई जिम हान्ने पनि भेटिसकेको छ। यो त यसलाई म अहिले लाँदिनँ। यसलाई म अहिले भरे लिएर जानुपर्छ रुममा कसरत गर्नुलाई। यहाँ चाइनामा धेरै कारिगरहरू छ के। ल गाइस, फाइनली अब खानासाना त खाइसक्यो होइन। अनि अब एकछिन खानासाना खाएपछि त ब्रेक हुन्छ, थाहा छँदैछ होइन तपाईँहरूलाई। अनि आज चाहिँ स्पेसली मजदुर दिवस अरे, मजदुर दिवस हो अरे। सबै मजदुरहरूलाई होइन ह्याप्पी वर्कर्स डे है। ह्याप्पी वर्कर्स डे। मतलब युएई लो गभर्मेन्टले अब मेसेज सबैको मोबाइलमा पठायो होला। आज इन्टरनेसनल वर्कर्स डे हो भनेर। मे 1 तारिक ह्याप्पी वर्कर्स डे। सबै अब मजदुर भएका होइन देश विदेश सबै मेरो नेपाली दाजुभाइहरू सबैलाई ह्याप्पी वर्कर्स डेको शुभकामना। अब गाइस त्यही हो, मजदुरी नगरी हुँदैन होइन। मजदुरी त गर्नुपर्छ। मजदुरी हाम्रो पेसा हो। मजदुरी अब कुनै अब धन्दा त होइन गर्नु नै पर्ने हो। जीवन चलाउनको लागि गर्ने एउटा पेसा हो अब होइन गाइस। अब हिजो आज चाहिँ मलाई अल्छी लाग्छ क्या खाना खान जानुलाई। त्यो लाइन लाग्नुभन्दा बरु राम्रो अब रोटी खाएकै राम्रो। रोटी फेरि आज पनि रोटी नै खाएको छु म र मेरो दाइले होइन। दाइ उतापट्टि रेस्ट गर्नु हुँदैछ। म पनि यसो एकछिन सोचे अब भ्लग अब गएर बनाइदिउँ न। जहिलेको लाइफ त्यही हो। अनि खाना खाएर होइन गाइस हामीले कति काम गरेको छौँ जब म तपाईँहरूलाई देखाउन चाहन्छु। लेट्स सी। खाना खानुभन्दा अगाडि 4-4वटा पिलर त कहिले गरेकै थिइनँ होइन। आज फर्स्ट टाइम चाहिँ गरिदिएको। त्यो पनि माथिबाट प्लाइसलाई बोक्यो अरे। ल हेर्ने यो टाइट हो, यो टाइट गर्नुपर्छ। एउटा यो 2टा अनि यो 3टा 4वटा। कति काम गर्नु हो गाइस, जति काम गर्दा पनि त्यस्तै हो। अब ठिकै छ, 2 साल त पुग्न आँटिसक्यो होइन। अब 2 सालपछि त अब फेरि त्यही हो। अब सोच्दैछु केही अब अलिक राम्रो ट्राई गर्ने सोच्दैछु होइन। कोसिस जारी छ, प्रयास ट्राई गर्दैछु म।
अनि गाइस हावा तल भने होइन समुद्रको नजारा हेर्नु न अलिकति त्यही पनि अलिक कमै हावा चल्दैछ तर मस्त जुन दिन धेरै हावा चल्यो भने यो त यहाँको भ्यू हेर्नु यहाँदेखि परैसम्म मस्त भ्यू हुन्छ यार तपाईँहरूले के भन्नु तर टावरमा चाहिँ डेन्जर हो क्या काम गर्नुलाई कहाँ छेउमा काम गर्नुपर्छ यहाँदेखि तल हेर्नु सक्नुहुन्छ तपाईँहरू बिचमा यो क्रेन एउटा उभिएको छ तल अब मान्छेहरू हिँड्दैछ है के काम गर्दैछ परदेशी लाइफ भने जस्तो सजिलो हुँदैन है गाइस यता हेर्नु यता यो के यिनीहरूले के गर्दैछ यिनीहरू लगभग मलाई लाग्दैछ जिआरसी बोर्ड लगाउँदैछ यिनीहरू जिआरसी बोर्ड माथि झुलामा छ झुलामा पनि सबै मिलेर लगाउँछ अनि अब खै तल हेर्नु कहिलेकाहीँ त अब मिस्टेकले भए पनि एउटा केही झऱ्यो भने मान्छेहरू त गाह्रो छ हौ परदेशमा ल हेर्नु है एकछिन हेर्नु गाइस त्यो क्रेनले कसरी उठाउँदैछ जिआरसी कसरी तान्दैछ हेर्नु सबैको अब सबै काम हुन्छ होइन आफ्नो काम हो कस्तो गाह्रो चाहिँ आज वर्कर्स डे अरे इन्टरनेसनल वर्कर्स डे अब वर्कर्स डेको दिन पनि यस्तो काम गर्नुपर्छ है गाइज ल गाइज जहिले धेरै भिडियो बनाउनु हुँदैन होइन अब एकछिन रेस्ट हो एकछिन अब घरमा पनि कता कुरा पनि गरौँ होइन अनि एकछिन पछि फेरि भेटौँ होइन त्यतिखेरसम्मलाई भेटौँ फेरि ब्रेक पछि है फाइनली गाइस रेस्ट गरेर अब हाम्रो ड्युटी लाग्ने टाइम भइसकेको छ र यहाँ अहिले 9:30 बजिसकेको छ यहाँनिर कोही पनि आइपुगेको छैन न मिस्ता छ न हाम्रो टोली छ न टिम चाहिँ एकजना यो मात्रै थियो फेरि इधर क्या कर रहा है नगाउ के यता म त जाँदैछु अब 15 लेभल है 12 लेभलदेखि पानी लिनु गएको थियो एकदम चिसो मिस्टर अङ्कल हाउ आर यु अब होइन यिनीहरू हल्ला गरेर पनि काम छैन कहाँ छ हामीले जाउँ पागल छिटो आइपुग्छ इधर है मिस्टर अंकल सुतले रहती है 1:30 बज गए ठंडा पानी पी ले ठंडा पानी पीने चाहिए कते से एक लोट ठंडा से लगाई जब 1:30 तो बजी सक्यो लगभग 2 मिनट बाँकी छ 2 मिनटमा पुगिहाल्छ होइन टेन्सन छैन आरामले ल गाइस फाइनली अब आज हाम्रो छुट्टी भइसकेको छ है अब हाम्रो छुट्टी भइसक्यो मतलब आज चाहिँ एक दिनमै होइन 17-15 लेभल चाहिँ पुरा कम्प्लिटै गरिदिएको के भन्छ कटिङ गरेर होइन के भन्नु तपाईँहरूलाई अर्को सब ठिकठाकै छ म पनि ठिकै छु आशा गर्छु तपाईँहरू पनि राम्रै हुनुहुन्छ होला अब हाम्रो रुम जाने टाइम भइसकेको छ यता अलिक समुद्र छेउमाको घाम धेरै लागेको थियो ल अब गाइस जाउँ पानी सानी खाउँ अनि रुमतिर जाउँ होला है अब मिलौँ भेटौँ फेरि भोलि अर्को भ्लगमा है